सो हेलो एन्ड नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। माइसेल्फ हाई फ्लायर नेपाल 977। सो यो चाहिँ मेरो नयाँ युट्युब च्यानल बेस्ट फर पिजन लभर है त। सो यहाँ चाहिँ मैले मेरो पिजन जोड्ने कसरी सुरु भयो, कति क्लास थिएँ, कति वर्ष भयो परेवा पालेको, र अहिले मसँग कुन कुन परेवा छ, मेरो हाइएस्ट उड्ने परेवा कस्तो छ, मेरो ब्रिडिङ के भइरहेछ, मेरो परेवा पाल्ने जोड्नेहरू हजुरहरूसँग माझमा एउटा लिएर आएको छु। किनभने एउटा पिजन किपिङ भनेको वर्ल्ड वाइडमा एउटा यस्तो प्यासन हो कि लाइक यो चाहिँ मेरो मोटरसाइकल रेसिङ जोड्नेभन्दा अगाडिको मेरो प्यासन हो। सो मैले चाहिँ एउटा पिजन किपिङ पनि एउटा भ्लग चाहिँ छुट्टै बनाउनुपर्छ जस्तो लागिरहेछ। सो आई हेभ अ मोटरसाइकल रिलेटेड कन्टेन्ट, त्यो चाहिँ मेरो अर्कै च्यानल छ ट्विन स्टार्टर भ्लग भनेर। सो दिस इज माई सेकेन्ड च्यानल। सो हजुर सबैलाई मेरो च्यानलमा स्वागत छ। सो इफ यु आर वाचिङ फ्रम एनीवेयर अराउन्ड द वर्ल्ड, डु कमेन्ट कुन ठाउँबाट हेर्दै हुन्छ। सो कुन ठाउँबाट हेर्दै हुन्छ अनि हजुरहरू परेवा पाल्नुहुन्छ हुँदैन त्यो कमेन्ट गर्नु होला। बेसिकली यो भनेको चाहिँ एउटा यस्तो राम्रो सोक हो कि युरोपियन बर्ड लभरहरू अब दुबईमा, इन्डियामा, पाकिस्तानमा, नेपालमा पनि यस्तै ट्रेन्ड छ। सो मैले परेवा पालेको 2006 देखि सो अहिले 2026 लगभग 20 वर्ष भएछ, 2 डिकेड्स भयो मैले परेवा पालेको। आई वाज भेरी यङ एट द टाइम। सो अहिले चाहिँ मोस्ट अफ द टाइम म पिजनसँग टाइम स्पेन्ड गरेर हुन्छु अनि बिसाइड द्याट म मोटर बाइकहरू कुदाउने त्यो गर्ने छु। सो अहिले चाहिँ मेरो 2टा लफ्ट छ। पहिला चाहिँ एउटा लफ्ट थियो, द्याट वान इज माई ओल्ड लफ्ट है, यो मेरो पुरानो लफ्ट। यसरी अब बच्चा पार्नु रेडी हुँदैछ। यस 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 आहा ल छिटै यसको बच्चा निस्किने भयो। सो त्यही हो, दिस इज माई ओल्ड लफ्ट है। यो चाहिँ मेरो पुरानो खोर भइहाल्यो। वेयर एज यो चाहिँ मेरो नयाँ खोर। यसमा चाहिँ मैले ब्रिडिङ पेयरहरू सबै चाहिँ यसमा थुनेर राखेको छु। यहाँबाट हल्का झलक देखाइदिइहाल्छु म तपाईँलाई। ब्रिडिङ पेयर 1 2 3 4 5 6 7 7 जोडी चाहिँ मेरो खास परेवाहरू मसँग भएको। खास अलिकता स्पेसल परेवाहरू चाहिँ 7 जोडी छ। सो वेयर एज अर्को खोरमा पनि 1-2 जोडी चाहिँ त्यहीँ अन्डा सन्डा पारेर बसिरहेको छ। सो त्यही नै हो। अनि यो हो एउटा लाल सारा जोडी, नाइस पेयर छ। यो चाहिँ मलाई प्रसिद्ध दाइले गिफ्ट दिनुभएको। सानै थियो यिनीहरू, एक कलीको थियो भने अहिले माउ भइसक्यो, यसको बच्चा पनि आइसकेको छ। सो यो चाहिँ लाल साराको बच्चा, लाल सारामै आएको छ है, जस्तो माउ त्यस्तै बच्चा भने जस्तै। सो वेयर एज यो ब्रिड पनि यो मेरो वान अफ द उड्ने ब्रिडहरू हो। सो अहिले ब्रिडिङ गरे टाइममा चाहिँ खासै उडेको छैन, उडाएको पनि छैन मैले। यो र यो एउटै खालको परेवाहरू हो। 2टा चाहिँ लगभग सेम खालको हो। त्यो हल्का डार्कमा छ, यो हल्का लाइटमा छ है। यो परेवाहरू चाहिँ अलि धेरै उड्ने, अलि स्पेसल परेवा। सो त्यो चाहिँ मेरो घरको हल्का स्पेसल परेवा, त्यो पुरानो ब्रिडिङ जोनमा पनि छ। किनकि तिनीहरूको खोर चाहिँ त्यही बेस्ट अनि त्यही ठाउँ। सो तिनीहरूको खोर चाहिँ उतापट्टि नै भएर है त। अब यतापट्टि जाउँ। सो मेरो घरबाट चाहिँ यस्तो राम्रो भ्यू देख्छ स्वयम्भूको। यो स्वयम्भू देख्छ होइन, यतापट्टि कीर्तिपुर पनि राम्रै देख्छ, तर अहिले एकदम पल्युसन छ। दिस इज कीर्तिपुर है त। सो यही हो, म मेरो मेन ब्रिड देखाउन जाँदैछु हजुरहरूलाई। आर यु excited? Are you ready to see my main loft? So welcome to the main loft of High Flyer Nepal 977. So this is my main loft. यहाँबाट म सुरु गर्छु। यहाँभरि 1 2 3 4 5 6 7 जोडी छ। 7 जोडीमा सबसे 7 नम्बरबाट सुरु गर्छु, लास्टमा 1 नम्बरको है त पिजनको देखाउँछु। म 7 नम्बरबाट जान्छु। सो अनि यो मेरो आफ्नै र्याङ्क अनुसार चाहिँ 7मा छ। हामीसँग हेर्न सक्नुहुन्छ मद्रासी र जाग छ। यो इन्डियन भयो, यो मद्रासी भयो, यो नि इन्डियाकै भयो होइन। यो ब्रिड चाहिँ मैले किन मिक्स गरेँ भन्नुहुन्छ भने चाहिँ लाइक यो जागको पनि जोडीमा 2टै भाले निस्क्यो, बोथ मेल थियो होइन। आँखा हेर्न सक्नुहुन्छ कति राम्रो छ, क्लिन छ। वेयरएज यो मद्रासीको पनि मैले अन्डा ल्याएर हुर्काएको, यो हाम्रो निकेश दाइकोबाट यता अङ्कलले दिनुभएको थियो। सो त्यहाँबाट लिएर आएको मैले, 2टै अन्डाबाट काटेको, तर 2टै पोथी नै निस्क्यो। अनि यो भाले पनि 2टा भाले अनि 2टा पोथी। मलाई चाहिँ यो 2टाको क्रस ब्रिड कस्तो आउँछ भनेर हेर मात्रै। यो पनि मद्रासी पनि क्रसमा छ जस्तो लाग्छ, तर त्यति ठुलो नाक छैन क्या। सो 2टै क्रस हुनको रिजनले अब यो क्रसको नै क्रस गराइदिउँ भन्ने चाहिँ मेरो प्लान हो। सो लेट्स सी यसको बच्चा कस्तो हुन्छ। यसले अन्डा पारेको चाहिँ 4-5 दिन भयो। यो सुरुमा अन्डा पार्ने चाहिँ अर्कै छ होइन, म देखाइहाल्छु। त्यो आज 4-5 दिन भयो। आज 22 तारिक हो। सो 22 तारिक भनेपछि यो अस्ति 17 तारिकतिर अन्डा पारेको। अब हप्ता दिनमा अहिले
बच्चा निकालिहाल्छ। यो मेरो 7th नम्बरको ब्रिड भइहाल्यो। सो 7th भनेपछि अब जाउँ 6 नम्बरमा। 6 नम्बरमा यहाँ छ मेरो फेभरेट। अब यो पुरानो ब्रिड हो होइन, मेरो घरमा यसको यो परेवाको आमा चाहिँ मैले निकेस्ताईबाट लिएर थिएँ, भएर यसको भाले बाउ चाहिँ मैले भड्काएको वाला थियो। सो यो चाहिँ सिब्लिङ हो, यो चाहिँ दिदी, यो चाहिँ भाइ हो क्या। अब सिब्लिङ हो, त्यही पनि अब लेचिनको सबै ब्रिड चाहिँ सकिसकेको छ। यसलाई चाहिँ मैले 5 घन्टे भन्थेँ किनकि यसको आमा चाहिँ 5 घन्टा उडाएको परेवा थियो क्या। सो त्यही भएर चाहिँ 5 घन्टे ब्रिड भन्थेँ। तर यो अब त्यो आमा जस्तै त सेम त निस्केको छैन, यिनीहरू चाहिँ मिक्समा निस्केछ। तर वेरेज अब यो दुइटा मिक्स गरेर यसको बच्चा चाहिँ प्रिभियस ग्रान्ड मम जस्तो आउँछ कि भन्ने प्लानमा चाहिँ मैले यसको बच्चाहरू निकाल्न खोजेको होइन। आई हेर्न सक्नुहुन्छ यो पोथीको, यो भालेको सिमिलर छ, एकदम सिमिलर छ, आई हेर्न सक्नुहुन्छ तपाईँले। सो यो मेरो नम्बर 6मा छ। यसलाई चाहिँ मैले 5 घन्टे जोडी भनेर नाम दिएको छु किनकि यसको आमा चाहिँ मैले 5 घन्टा उडाएको परे भयो। यिनीहरू पनि उडाएको मैले 4-5 घन्टा उडाएको, तर पोथी सबै भाले थियो, एउटा मात्रै पोथी भएर मैले जोगाएर राखेको। अनि यो चाहिँ सानैदेखि खिप्टे थियो, एकदम खाना नपाएर जस्तो थियो। अलिक पछि भएपछि हल्का स्ट्रङै छ। यसको नि अन्डा पारेको छ, यसको अन्डा पारेको पनि 1 हप्ता हुन लाग्यो है। यसले अन्डा पारेको 1 हप्ता हुन लाग्यो। सो नम्बर 6 भयो। नम्बर 5मा छ हामीसँग यो परेवा अर्कै छ, यो परेवा अर्कै छ। किन यसरी मिक्स गरेको, परेवा बिग्रिन्छ कि बिग्रिँदैन भन्नुहुन्छ। सो यो चाहिँ मेरो फेभरेट, वान अफ द फेभरेट टप 2मा पर्ने परेवाको बच्चा हो। अनि यो चाहिँ टप 3मा पर्ने परेवाको बच्चा हो है त। सो यहाँ दुइटामा चाहिँ यो चाहिँ पोथी हो, यो अर्को चाहिँ भाले हो। यो चाहिँ ग्रिन ट्याग हो। यो परेवा पनि मैले 3 घन्टा जस्तो उडाएको भाले हो, बच्चैदेखि खतरा उड्ने। यसको जोडीमा चाहिँ दुइटै भाले निस्के भएर चाहिँ मैले यो जोडी युज गरिरहेको छु होइन। यो जोडी युज गरिरहेको छु। यो चाहिँ अब नोक्रा जस्तोमा चिन नोक्रा छ। यो चाहिँ अब प्योर लाइनको चिनी जस्तै देख्छ नि त होइन। यस्तो बाहिर हेर्दाखेरि छाँटै फरक छ क्या यो परेवाको, हल्का एग्रेसिभमा छ। वाइल्ड राम्रो उड्ने हो होइन, एकदम छट्टु हो कि, एकदम छट्टु परेवा हो। यिनीहरू चाहिँ यसको खोर चाहिँ माथिपट्टि यस्तो थुनेको खोर थिएन, त्यही भएर छट्टु नै छ, सम्म नै गाह्रो क्या। वाइल्ड छट्टु छ, वाइल्ड। यो मेरो 7, 6, 5 नम्बरमा। यो चाहिँ मेरो 5औँमा पर्छ है त, टप 5मा। सो टप 5 भयो। टप 4मा जाउँ। सो दिस इज द पेयर विच आर लभ। मेरो टप 4मा लिस्टमा यो छ। बोथ हेर्न सक्नुहुन्छ है। एउटै अन्डाबाट निस्केको जोडी हो यिनीहरू। यो भाले निस्क्यो, यो पोथी निस्क्यो। पोथीको यस्तो कलरको छ भने भाले यस्तो रातोमा छ। यिनीहरूको कम्प्लिटली फरक छ। यसको माउ चाहिँ अलिकति स्पेसल छ। यसको ड्याड चाहिँ वान अफ द स्पेसल ब्रिड हो मेरो घरको होइन। यसको ड्याडी बाहिर छ कि मैले देखाइहाल्छु। यो हो ल, पहिला सुरु चाहिँ यसको ड्याडीमा जाउँ। यो परेवाको चाहिँ बच्चा हो। यसको चाहिँ आँखा नै अर्कै छ क्या यो परेवा। यो भालेको बच्चा हो त्यो। अनि मैले किन यो ब्रिडिङ चाहिँ गर्न मन लागेको थियो, एकदम पहिल्यैदेखि प्लान थियो। सानोमै यिनीहरू आफै नयाँ आफै जोडी बनाएर बस्यो भने म चुप लगाएर बसेँ। खासै त्यति राम्रो रिजल्ट आएन। भाले पनि राम्रो उड्यो हो, यो 4 घन्टा प्लस उड्यो हो। पोथी पनि मजाले सानोमा मैले 4 घन्टा प्लस उडाएर अनि मैले माउ बनाउँछु भनेर राखेँ हो। सो अब यिनीहरूको बच्चा चाहिँ त्यस्तै बाउ जस्तै आउँछ कि आउँदैन भन्ने चाहिँ एउटा ब्रिडिङ गरेर हेरौँ भनेर राखिरहेको छु। सो यस्तो छ है त यो परेवा। सो यो मेरो नम्बर 4मा पर्छ। नम्बर 3, टप 3मा मेरो पऱ्यो यो, टप 3मा यो पऱ्यो। सो अघि मैले देखाएको भाले यो चाहिँ मेरो टप 3मा पऱ्यो होइन। अघि भर्खर यहाँ तल देखाएको जोडीको यो भालेको चाहिँ बाउ हो। यो बाउ, यो आमा है। यस्तो राम्रो छाँट छ यिनीहरूको। म देखाउँछु बाहिरै छोडेर। टप 3 चाहिँ म बाहिरै छोडेर देखाइदिन्छु तपाईँहरूलाई होइन। सो टप 3मा चाहिँ यो किन पऱ्यो भन्दा यो चाहिँ घरमै पाएको बच्चा हो यो भाले। पोथी पनि घरमै पाएको, तर पोथी कसको बच्चा भनेर म नट स्योर है। यो पोथी घरमै जन्मिया पोथी हो। त्यो टाइममा चाहिँ धेरै म परेवामा टाइम दिन पाउँदिन थिएँ। तर यो यिनीहरूको बच्चा चाहिँ 9 मिसवाला बच्चा निकाल्छ क्या यिनीहरूले। यस्तो छट्टु निकाल्छ कि लाइक न बाजले समाएको रेकर्डमा एउटा मात्रै अहिलेसम्म, न त जतिवटा जन्मेछ सबै बाँकी छ। त्यत्रो उडाउँदा पनि
एउटा चाहिँ अस्ति खाइदियो, मैले पखेटा काट्दै थिएँ दुईवटा, त्यही पनि उडाएर हेरेको खाइदियो, एउटा चाहिँ आएन। सो प्रायः सबै बच्चा भाले भाले निकाल्छ यार यिनीहरूले। यो चाहिँ भाले हो है, टप सीमा भाले यो पर्छ, पोथी यो पर्छ। पोथीको आँखा अर्कै छ, एकदम फरक छ आँखा। सो यो मेरो टप परेवा हो। सो टप 2मा यो आयो। यो परेवाको ब्रिडको नाम पनि थाहा छैन मलाई। यो भाले चाहिँ यसकै बच्चा हो फेरि, यो जोडीको बच्चा एउटा यो भाले ब्रिडिङमा हालेछु, अर्को त्यहाँ छ। सो यो पोथी चाहिँ अस्ति रिसेन्टली मैले मसँग चाहिँ 40-50वटा परेवा थियो, त्यहाँबाट चाहिँ म अब फिक्स गर्छु। कति थोरै मात्रै पाल्ने, दाना खुवाएर हैरान भएको थिएँ, त्यही भएर चाहिँ मैले लगभग 30वटा जति परेवा बेचेँ होइन। सो त्यो मध्ये चाहिँ यो सबसे राम्रो उडेको, त्यो त्यतिखेर मैले अब जुन उड्छ त्यो मात्रै राख्छु भनेर उडाउँदाखेरि चाहिँ सबसे हाइस्ट उडेको 6 घन्टा प्लस उडेको यो परेवा अस्ति करिब 1 महिना भयो, 6 घन्टा प्लस उडेको थियो। हल्का कचुए जस्तो देख्छ, यसलाई पनि म बाहिर छोडिहेर्छु। वाइल्ड त्यो छ, छट्टु छ यिनीहरू, छट्टु ब्रिड। यो चाहिँ पोथी हो होइन, पोथी नै दामी हो, सबसे धेरै उड्नेको घरभरिमा यो पोथी। अनि यो भाले पनि राम्रो उडाएको परेवा हो भने त यो जोडीको बच्चा मिक्स फेलै खाएको छैन, प्लस यो पोथीको बच्चाहरू पनि फेल नै खाएको छैन। त्यही भएर चाहिँ मैले यिनीहरूलाई चाहिँ एकदम मजाले चाहिँ बचाएर राखिरहेको छु। So last but not the least, here we have the main breeders, main pigeon. सबसे मन पर्ने परेवा ल मलाई घरभरि। सो यो भाले चाहिँ यही पोथीको बच्चा हो। यो 2मा छ भने छोरा चाहिँ फर्स्टमा छ, किनकि यो पोथीको बच्चा हो। हजुरबाउ सेम यस्तै थियो, आमा सेतो आँखामा निकाल्यो होइन, अनि यसको हजुरबाउ हरायो। वेयरएज मैले भुर्जा राखेर निकाल्दाखेरि 2टा अन्डाबाट निस्केको जोडी चाहिँ यो एउटा भाले, यो एउटा पोथी है त। यो चाहिँ कछुएमा छ, यो जाग पनि यसकै बच्चा हो है त, यो कछुएमा छ। सो अनि यो ब्रिडलाई के भन्छ नि थाहा छैन मलाई। सो यसको नि अन्डा पारेको छ, यिनीहरू 2टा अन्डाबाट यस्तै 2टा अन्डाबाट निस्केको जोडीहरू हो भाले र पोथी। सो hey हो, दिस इज द मोस्ट लभिङ ब्रिड आई हेभ फर नाउ होइन। यिनीहरूलाई सबले छोडेर हेरौँ न चाहिँ कस्तो देख्छ। एकछिन यिनीहरूलाई छोडिदिएँ, कुखुरा पनि पालेको छु। सो अनि अर्को अब यहाँ कति परेवा भड्किरहेको छ यो टाइम चाहिँ होइन। सो यो पनि मैले भड्काएको परेवा हो, कसको होला यो। मैले चाहिँ पखेटा काट्दैछु, यो राम्रै खालको देखेर। सो यसको पनि पछि ब्रिड गर्छु भने। अहिले मसँग पोथीहरू नै छैन, खालि पोथीहरू किन्न खोजिरहेको छु, तर किनेर चाहिँ म पालेको छैन। मैले यहाँ परेँ कुनै पनि परेवा किनेर पालेको छैन, सबै साथीभाइहरूबाट ल्याएको प्लस आफै क्रस गराएर निकालेको ब्रिडहरू हो। त्यो नम्बर 3 वाला परेवाको अर्को बच्चा हो यो पनि भालेमा छ, सबै भाले भयो क्या। एउटा भाले हो अनि अर्को अलिक सानै छ, बच्चा छ। सो यो थियो मेरो परेवाहरू। सो यो थियो मेरो परेवाको कलेक्सनहरू होइन। अनि अर्को छ एउटा अब यो काँगी जुरे छ, अनि यसकै बच्चा हो। यिनीहरू चाहिँ जोडी चाहिँ होइन है, यो 2टै मस्ती खाइरहेछ। भाले चाहिँ बच्चा चाहिँ यिनीहरूले नोक्रामा निकाल्यो क्या, सेतो। यो परेवाको सबै सेतो छ है त, नोक्रामा निकालेछ। अनि घरभरि सबसे माया लाग्ने परेवा यो चाहिँ। यो परेवाले आँखा छ तर आँखा देख्दैन होइन। किन भन्नुहुन्छ भने यो परेवा चाहिँ छोरा र आमा मिलेर बनेको बच्चा भएर चाहिँ यस्तो। त्यही भएर सकेसम्म चाहिँ परेवा पाल्दै हुनुहुन्छ भने बच्चा र आमा, भाले र बाउ र छोरी त्यस्तो मिलाएर चाहिँ बच्चा ननिकाल्नु होला, परेवा बिग्रिन्छ, ब्लड लाइन नै बिग्रिन्छ। यो चाहिँ अन्धोमा निस्केछ, यसले आँखै देख्दैन। बल्ल बल्ल मैले खाना खुवाएर हुर्काएको छु।
उड्न पनि जान्दैन, एकदम सेन्सले मात्रै काम गर्छ। सेन्सले काम गर्छ। मैले छोडेँ कि दाना खानिदिनु ला भनेर खुसी हुन्छ होइन। सो यो थियो मेरो परेवाहरू। अब बिस्तारै चाहिँ कस्तो कस्तो बच्चा निकाल्छ त्यो हेरौँला, त्यो हेर्नुपर्ने हुन्छ हामीले। सोचेको जस्तो क्रस निस्किँदैन। परेवा पालेको 20 वर्ष भयो, नलेज चाहिँ छ, त्यो स्टिल ल्याक अफ नलेज, किनकि मैले मेरो लास्ट 10 इयर्समा चाहिँ त्यति परेवालाई त्यति टाइम दिन पाएको छैन, किनकि आई हेभ बिन रेसिङ। सो त्यही भएर चाहिँ अब यो परेवाको लाइनमा पनि फेरि के गर्नु मन छ। अब नेक्स्ट इयर चाहिँ सायद प्रोभाइडली आई विल बी अ पार्ट अफ पिजन रेसिङ इन नेपाल। परेवाको रेसहरू हुन्छ, परेवाको उडाउने कम्पिटिसन हुन्छ, त्यसमा चाहिँ म पार्ट लिँदैछु। सो यही नै हो। दिस इज द सिटी वेयर आई लिभ, दिस इज कलङ्की है त। सो यहाँ म बस्छु, मेरो परेवाहरूले उडेर हेर्ने भनेको यही गाडीको भ्यूहरू हो है त। यो चाहिँ सब जङ्गली परेवाहरू, त्यहाँ एउटा सेतो पनि छ, कसको हो थाहा छैन। सो आजलाई यति नै। यो मेरो नयाँ च्यानलमा हजुर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। सो कस्तो खालको भिडियो हेर्न मन छ त्यो बारेमा, अनि परेवालाई सुरुमा परेवा पाल्दा के गर्नुपर्छ भनेर चाहिँ नेक्स्ट भिडियोमा म हाल्नेछु। हाउ टु स्टार्ट पिजन ब्रिडिङ इन नेपाल भनेर चाहिँ नेक्स्ट भिडियोमा एउटा जानकारी साथ बनाएर भिडियो बनाएर हाल्नेछु। सो सी इन नेक्स्ट भिडियो। सो टिल देन किप लभिङ, किप सपोर्टिङ हाई फ्लायर नेपाल 977। लभ यु अल, बाई बाई।